क्याम्पबाट निस्क्यौँ। हाम्रो क्याम्प यही हो। आज चाहिँ हामी नागपोखरीसम्मको यात्रामा छु। आज गोर्खाको बचेक भन्ने नागपोखरीको यात्रा छ। यस्तो छ ठाउँ। हाम्रो भाइहरू अगाडि जाँदैछन्। गोठ पनि रहेछ यहाँ पर। लगभग 30 मिनटको बाटो आइपुग्यो। फुल पनि थापेको रहेछ यहाँ। त्यस्तो छ है बाटो। जङ्गल रहेछ। पानी रहेछ यहाँ बाटोमा। फुलहरू रहेछ। हामी आधी बाटो आइपुग्यौँ। यहाँ भाइहरू पानी खाँदैछ। लगभग अब पुग्न लागिसक्यो। यस्तो छ। 2 घन्टापछि हामी नागपोखरी आइपुग्न लाग्यौँ। माथि देखिने त्यो त्यहाँनिर त्यो डाँडामा पुग्नुपर्छ। आज मौसमले साथ दिएको छैन। ल केटा बिस्तारै जाऊ है। बिस्तारै बल्ल पसिनाले धन्य मऱ्यो। बल्ल आइपुग्यो। अब त्यहाँ कस्तो रहेछ के रहेछ म तपाईहरुलाई पनि भिडियोमा देखाउने छु। भाइहरू माथि पुगिसक्यो। म चाहिँ पछाडि यसो ब्लग बनाउँदै हिँडेको। उतापट्टि चाहिँ भेडाहरू टन्नै बसिरहेको रहेछ। टन्नै रहेछ भेडाहरू। ल आए ओ केटा आराम गरेको। ल कस्तो भयो त आजको नागपोखरीको यात्रा। भर्खरै आइपुग्यौँ हामी। के बनाएको रहेछ हामी हेर्नेछौँ। आमा दामी छ त यार। शिवजीको मस्तो बनाएको रहेछ। यहाँबाट उकालो अझै सिँढी बनाएको रहेछ। के रहेछ माथि डाँडासम्म। डाँडातिर गयो हेर्छ हामी के रहेछ। हामी चाहिँ 2-3 जना छौँ। ल केटा अझै 3 जना आएको छु। 3 जना ल त ल यहाँ माथि डाँडामा गौतम बुद्धको मूर्ति बनाएको रहेछ कि क्या हो जस्तो देखिन्छ। नजिकबाट देखाउने छ। यस्तो बनाएको रहेछ मन्दिर। उँभो चाहिँ त्यति नै रहेछ। हामी चाहिँ ओह्रालो फर्क्यौँ साथी हो। ल हाम्रो भाइहरू पोखरीतर्फ लाग्दैछु। मौसमले साथ दिएन है साथी हो। नागदेवताको यो रहेछ। त्यस्तो रहेछ है पोखरी चाहिँ। अब सिलिली चलेको बेला त पानी खतरा हालिँदो रहेछ। यही नागपोखरीको रहेछ। लगभग 3250 मिटर माथि रहेछ। यति नै रहेछ साथी हो। आजको ब्लग हाम्रो यति नै रहेको छ। हाम्रो नागपोखरीको यति नै देखाउन सके। लौराहरू लाग्यो। हामी चाहिँ नागपोखरी घुमेर पनि हेरेर पनि फर्किसक्यौँ। आज हाम्रो यात्रा यति नै थियो। हामी अब
रुम फर्किँदैछु। आजको लागि भिडियो यति नै रहेको छ। तपाईहरूले हेरिदिनु होला, साथ दिनु होला, माया गरिदिनु होला है त।